हामीलाई फोन पनि आउँछ, धेरै फोन आउँछन्। उहाँलाई कम्ती बोल्नु भनिदिनु न, अब त कम्ती लेख्नु भनिदिनु न। अब चाहिँ नि हिजोको श्रमदानको उपस्थितिको कारणले गर्दा उपस्थितिले नै अब यो देशमा हर्कबाद, हर्कको सिद्धान्त, श्रमको सिद्धान्तले नै यो देशमा विकास हुन सक्छ भन्ने। तर हर्क साम्पाङ जस्तो कडा बोल्ने व्यक्तिले कहिले पनि त्यसो गर्न सक्दैन। संस्कृति पार्टीका नगर अध्यक्ष दिनेश बान्तबा राई, नमस्कार। धन्यवाद यहाँ सम्पूर्णलाई। सुविस्तै हुनुहुन्छ? हजुर, आराम। हिजै मात्रै शनिबार थियो, श्रमबार थियो। हजुर, भव्यताका साथ चाहिँ श्रमदान सफल पनि भयो। हजुर, बिहानै आजसम्म दोस्रो दिन। हजुर। श्रम संस्कृति पार्टीका अध्यक्ष, केन्द्रीय अध्यक्ष माननीय हर्क साम्पाङ काठमाडौँमै हुनुहुन्छ होइन? हजुर। के छ अब धरा नआउने उहाँको कुराकानी के छ? तपाईँहरूसँग सम्पर्क हुन्छ कि हुँदैन है? हामीले मैले केही दिन आज 2 दिन भयो मैले फोन गर्दाखेरि उहाँले चाहिँ अब आफ्नो के अरे माथि केन्द्रमा टाइमहरू मिलाएर त्यहाँ अब विभिन्न कामहरू छन्, सदनका विभिन्न कुराहरू छन्, ती विधि विधानहरू छन्, तिनीहरू बुझेर उहाँ अब चाँडै नै आउनुहुन्छ केही दिनको लागि भन्ने हामीले आश्वासन पाएका छौँ। हामीले सल्लाह त्यो सुझाव पाएका छौँ। उहाँ अब केही दिनमा आउनुहुन्छ। उहाँको चाहिँ अहिलेसम्म तपाईँले थाहा भएअनुसार बसाइ चाहिँ कहाँ छ? उहाँले चाहिँ आज चाहिँ सरकारी ललितपुर होइन, अहिले ललितपुरको चाहिँ सिङ्गापुर गेस्ट हाउस भन्ने छ त्यहाँ हो, त्योमा त्यहाँ त्यो गेस्ट हाउसमा बस्नु हुँदैछ। अब हुन त उहाँको स्टाटस धेरै पनि आइराखेको छ होइन? हजुर। अहिलेको विषयवस्तुमा सान्दर्भिक स्टाटसहरू आइराखेका छन्। ती चिजहरूलाई चाहिँ कतिले मन पनि पराइराखेका छन्, कतिले चाहिँ नि अलि कम भयो हुन्थ्यो भन्ने खालको कुरा पनि गरिरहेका छन् होइन? हजुर। तपाईँलाई चाहिँ के लाग्छ? होइन, भन्नुपर्छ, यो भन्नुपर्छ। हामीले चाहिँ कुनै काम भइरहेको छ तर त्यो काम ओझेलमा पर्दैछ भने ती कुराहरूलाई भन्नुपर्छ। यी कुरालाई सम्पूर्ण जनतासम्म पुर्याउनु जरुरी छ र सत्य कुरालाई बोल्नुपर्छ। यस्तै भइरहेको कारणले गर्दा जुन भएको फिल्डमा जुन ग्राउन्डमा जुन कुरा भइरहेको छ त्यो कुरा चाहिँ सबैले नबुझ्न सक्छन्। त्यस कारणले उहाँले बुझाउने कोसिस भइरहेको छ र बुझिरहेका छन्। तर ती साथीहरूले आफ्नो किसिमको एउटा कमेन्ट लेखेर कमेन्ट गर्नुहुन्छ, त्यसमा ठुलो कुरो लिनु हुँदैन। हामी चाहिँ अहिले एउटा भर्खर जन्मिएको पार्टीको चाहिँ हाम्रो राष्ट्रिय पार्टी 3 महिनामा भएको एउटा जाने पार्टीको अध्यक्षको हैसियतले पनि उहाँले बोलिरहनु भएको छ र गरिरहनु भयो, जनतालाई सचेतना दिइरहनु भएको छ। त्यसमा म त्यसरी लिन्छु। हजुर, हुन त अब शुभचिन्तककै हिसाबले कतिले भनिराख्नु भएको हुन्छ होइन? हजुर, अलिक कम लेखिदिनु भएको अथवा कम बोलिदिनु भएको भए हुन्थ्यो भन्ने खालको पनि कुरा गर्नुहुन्छ। हजुर, त्यो चाहिँ अब हामीले नि देखेको कुरा हो। हामीलाई फोन पनि आउँछ, धेरै फोन आउँछन्। उहाँलाई कम्ती बोल्नु भनिदिनु न, अब त कम्ती लेख्नु भनिदिनु न। अब चाहिँ नि हिजो चाहिँ नि नगर चलाए जस्तो, नगरको चाहिँ नि मेयर जस्तो होइन, अब चाहिँ नि संसदीय दलको नेता हो, अलिक कम्ती गरिदिनु भन्नुहुन्छ। र त्यो कुराहरू हामीभन्दा उहाँले चाहिँ नि हाम्रो के अरे पार्टी अध्यक्षले धेरै कुरा बुझ्नु भएको छ। उहाँले स्वविवेकले बुझाइले उहाँको बुझाइमा त्यही भएको कारणले गर्दा उहाँले भन्नुहुँदैछ। म यसमा यस्तो ठुलो केही मलाई मेरो छैन। क्षेत्रमा आफ्नो क्षेत्र अधिकारमा थुप्रै कामहरू भइरहेका छन्, थुप्रै कामहरू गरिरहेका छन्। त्यस कारणले गर्दाखेरि हजुरले भन्नुभएको पोजिसन एकदम राम्रो हो। हामीले पनि हेरि चाहिँ राखेका छौँ, तर खास यो के हो भन्ने कुरो मैले पनि बुझ्न सकेको छुइनँ। अहिले अब केन्द्रीय पार्टी अध्यक्षज्यू माननीय हर्क साम्पाङ काठमाडौँ हुँदै गर्दाखेरि तपाईँले चाहिँ धरानको श्रमदानका अभियानहरूलाई हरेक कुरालाई चाहिँ ह्यान्डल गरिराख्नु भएको छ, मोनिटरिङ गरिराख्नु भएको छ। हजुर, उहाँ हुँदा र नहुँदामा के फरक पाउनु भएको छ? मैले ठ्याक्कै तपाईँले एकदम सान्दर्भिक प्रश्न राख्नुभयो, तपाईँलाई धन्यवाद छ। मैले चाहिँ के पाएँ भने हिजोको श्रमदानको उपस्थितिले नै अब यो देशमा हर्कबाद, हर्कको सिद्धान्त,
सिद्धान्तले नै यो देशमा विकास हुन सक्छ भन्ने आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुभव भइसकेको छ। त्यस कारणले गर्दाखेरि उहाँहरूले गरेको साथ सपोर्ट हिजो कसै साथीले भन्ने गर्थे हर्क साम्पाङ केन्द्र गएपछि धरानमा विभिन्न किसिमका कामहरू श्रमदानहरू हुन सक्दैन, हामी हेरौँ भनेर भन्नुभएको थियो। उहाँहरूको लागि हिजोको उपस्थितिले दह्रो एउटा चाहिँ जवाफ दिएको छ। यसका लागि म सम्पूर्ण श्रमदाता, नगरवासी, अगुवाई गर्ने साथीहरू, टिममा सदा मलाई साथ दिइरहने साथीहरूलाई र हाम्रो पार्टीको अध्यक्षको तर्फबाट र हामी नगर समितिको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुर। अब तपाईँ धरानको एउटा लिडर हुनुहुन्छ, नेता भनेको चाहिँ कस्तो हुनुपर्छ? तपाईँलाई क्यामेरा बाहिरपट्टि अथवा क्यामेराभन्दा बाहिर अघि कुराकानी गर्दाखेरि मेरो चाहिँ अलिकति यो खालको स्वभाव छ भन्ने खालको कुरा गरिराख्नु भएको थियो। ठ्याक्कै तपाईँले एकदम मैले त्यो मेरो अनुभव पनि हो र मैले प्राय त्यही देखिरहेको छु। नेता चाहिँ कस्तो मान्छे बन्न सकिँदो रहेछ, जनताको लागि कस्तो स्वभावको मान्छे चाहिँ नेता बन्नको लागि रुचाउँदो रहेछन् भन्ने कुरा मैले यो केही यता मेरो राजनीतिक केरियर पनि भनौँ, राजनीतिक दौरानमा मलाई थाहा भएको कुराहरू यहाँहरूलाई म आज राख्न लागिरहेको छु। नेता चाहिँ एकदम होलाई पनि होइन, होइनलाई पनि हो भन्ने बनाउनु सक्ने क्षमता भएको मान्छे मात्रै नेता बन्न सकिँदो रहेछ। जस्तै मेरो स्वभाव अलिक कडा छ, मैले कसैले स्वभावले सोध्यो भने मेरो जवाब अलिक कडा जान्छ र मैले एउटा स्टेट व्यक्ति भएको कारणले स्टेट जवाब दिएको हुन्छु, ठोस जवाब दिएको हुन्छु। तर पब्लिकले चाहिँ कस्तोलाई मन पराउँछन् भने हजुर होइन त्यस्तो हुन सक्दैन होला, नरम बोलेर चाहिँ जनतालाई मखै बनाउने मान्छेलाई मात्रै मन पराउँदो रहेछ। स्टेट व्यक्तिले सफल हुँदैन कि क्या हो भन्ने मलाई लाग्छ। किनकि यहाँ मैले अहिले धेरै हेर्छु जो हजुर 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 ज्यू तपाईँहरू नै हो भन्ने व्यक्तिलाई चाहिँ केही व्यक्तित्वहरूले ऊ चाहिँ हुनुपर्छ भनेर भन्छ। तर ती सरल बोल्ने व्यक्तित्व नेताको भित्री कस्तो हुँदो रहेछ भन्ने त हामीले उदाहरण टाढो जानु पर्दैन। हाम्रो धरान नगरपालिका भित्रै हामीले अनुभव गरिसकेका छौँ। नरम बोली भित्र चाहिँ छुरा पनि हुन सक्छ। मौका आएर आफ्नो हातमा सत्ता आयो भने ती व्यक्तिले त्यसो गर्न सक्छ। तर हर्क साम्पाङ जस्तो कडा बोल्ने व्यक्तिले कहिले पनि त्यसो गर्न सक्दैन मलाई लाग्छ र कहिले त्यसो गर्दैन पनि। र जहिले पनि दुई धारमा बसेर कुरा गर्ने व्यक्तित्वहरूको रिजल्ट अहिलेसम्म हामीले राम्रो देखेका छैनौँ। तर जो मान्छे एउटा चाहिँ सरल भाषामा अनि सबैसँग नरम नजिक बन्न चाहने व्यक्तित्वहरूको हामीले देखिसकेका छौँ। त्यस कारणले म के भन्न चाहन्छु भने कडा बोलीमा सबै कुरो राम्रो नराम्रो हुन्छ भन्ने हुँदैन। कडा बोलीमा भित्र राम्रो भावना पनि हुन सक्छ। तर नरम बोलीमा बाहिर मुसुक्क हाँसेर दाँत देखाउने व्यक्ति सबै राम्रो हुँदैन, उसको भित्र छुरा पनि हुन सक्छ। तर आम पब्लिकले बुझेको कुरा के हो भने के रहेछ भने हजुर भन्ने, सबैले बोलाउँदाखेरि एक झापड दिँदा पनि हाँस्ने क्षमता भएको मान्छेलाई चाहिँ
सरल र असल नेता भन्दो रहेछन्। हजुर त्यस कारणले गर्दाखेरि त्यो कुरामा चाहिँ म त्यस्तो लाग्यो र अनि फरक यस्तो छ र मेरो पनि स्वभाव कडा छ। मैले कोही प्रतिभाले भाइबन्दी कसैलाई ओझेल पारेर कसैलाई नजिक राखेर भन्नु मेरो केही छैन। मेरो सबै धरानमा सबै मेरो चाहिँ अहिले सदस्यज्यूहरू मेरो लागि बराबर हो। मेरो स्वभावै त्यो खालको छ। मैले उहाँहरूलाई त्यो तरिकाले मैले उहाँहरूसँग काम गरिरहेको छु र आशा छ यही हो फरक। नेता चाहिँ कस्तो मान्छे हुन सकिँदो रहेछ र कस्तो चाहिँ हुनमा के रहेछ, कस्तो मान्छे बोल्ने के हुँदो रहेछ र कस्तो बोलेको व्यक्ति के हुँदो रहेछ भन्ने कुरो मैले यी कुराहरूलाई मात्रै दर्शाउन चाहेको। हजुर अब हिजै मात्रै पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्री उहाँहरू पक्राउ परिसक्नु भएको छ होइन। आज बिहानै एउटा न्युज फेरि आएको छ होइन। पूर्व ऊर्जा मन्त्री दीपक खड्का पनि चाहिँ अहिले पक्राउ पर्नुभयो भन्ने खालको कुरा छ होइन। अहिलेको सरकारले तपाईँलाई के लाग्छ उहाँहरूले यो खालको चाहिँ नै मेनलाई चाहिँ पक्रिए जस्तो गरेर चाहिँ जनताप्रति एउटा छारो हाल्ने काम गरिरहेको छ जस्तो लाग्छ कि अथवा यो सरकारले केही गर्छ है भन्ने तपाईँले के लागिराखेको छ? यसमा चाहिँ मेरो के बुझाइ छ भने अब अहिले जो मुख्य हाम्रो राजनीतिकको ठुला मान्छेहरूलाई राजनीतिको ठुल्ठुला मान्छेहरूलाई समाइरहनु भएको छ। उहाँको गल्ती यथासत्य कुरा हो भनेर यसलाई निरन्तर दिएर उहाँले पक्रेर दह्रो कारवाही गरेर यो सरकारले लग्यो भने चाहिँ सबै कुरा राम्रै हो। तर उहाँहरूले यसो चाहिँ केही दिनमा समाएर जनताको चाहिँ एउटा जलेको मनलाई मलमपट्टि मात्रै गर्न खोजेको हो भने चाहिँ त्यो गलत हो। तर यो 2/3 सरकारले मलाई जहाँसम्म लाग्छ अब राम्रो काम गर्नुहुन्छ। उहाँहरूले चाहिँ जो गरिरहनु भएको कार्य छ सबैको आज ती केही व्यक्तिको मात्रै नाम आएको छ र उहाँलाई गर्नुभएको छ। तर सबै देशभरि चाहिँ ठुल्ठुला काण्डहरू घटेका छन्। ठुल्ठुला चाहिँ नेताका आछेपाछेले गरेका छन्। ती सबैलाई अब क्रमिक रूपमा निकाल्नुपर्छ। जस्तो अब 22 र 23 गते जेन्जी आन्दोलनमा जुन घट्यो अब यता सरकार पक्षलाई मात्रै यो गर्ने काम भइराखेको छ होइन। त्यति बेला उक्साउने 22 होइन हजुर होइन 22-23 होइन 22-23 मा होइन। अब त्यहाँनिर उक्साउने मान्छेहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर चाहिँ श्रम संस्कृति पार्टीका अध्यक्षज्यूले पनि भन्नुभएको छ। सामान्यतया भन्ने हो भनेदेखि अहिलेका मन्त्री बनेकाहरू पनि हुन सक्छन् भनेर भनिरहेका छ। उहाँले चाहिँ लाग्छ तपाईँलाई? पक्का पनि यो देशमा कानुन हो, विधि हो, सत्ता हो, यी सबै हो भने ती व्यक्तित्वहरूले जुन दिन जलाए 23 र 24 को आन्दोलनमा देशलाई ध्वस्त बनाए, देशलाई चाहिँ म सिंहदरबार जलाउँछु भनी जलाए। यो कुरो त हामीले फेक कुरा अहिले त बोलेको होइन होला नि त। हामीले ती दिनमा ती स्टाटसहरू लेखेर लेखोजोखो राखेकै होला नि साथीहरूले। र ती त्यस्ता व्यक्तिहरूलाई चाहिँ गर्नुपर्ने हो, उहाँले लाग्नुपर्छ। तर अहिले यी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी पनि साँच्चै नै मलाई लाग्छ कहीँ परिवर्तन नभएको हो कि जस्तो लाग्छ। उहाँहरूलाई ती काण्डहरू गर्ने व्यक्तित्वहरूलाई समर्थन गरिरहँदाखेरि अलिकति आफ्नो भावी आउने सन्तानप्रति ती जेन्जी आन्दोलनमा मरेका बाउआमाको प्रति ती शहीदहरूको प्रति नसोचिकन चाहिँ भोट हालेकी जस्तो पनि मलाई लाग्छ। अहिले त उहाँहरू अब सरकारमा पुगिसक्नु भएको छ, 2/3 दिइसक्नु भएको छ, आम नेपालीले 2/3 दिइसक्नु भएको छ। तर उहाँहरूले भोट लगाउँदाखेरि किन ती कुराहरूलाई सम्झिएन? ती शहीदहरूलाई किन नसम्झिएको? यति साह्रो उता थिएन होला सबैले। त्यस कारणले गर्दाखेरि कारबाही पक्कै पनि हुनुपर्छ। यो देशमा नीति नियम छ भने कसैलाई लाग्ने कसैलाई नलाग्ने हुनु हुँदैन। यसको हिसाब किताब तमाम
नेपाली दाजुभाइ दिदीबहिनीले राखि नै रहनु भएको छ र आशा छ ती कुराहरू अब यो सरकारले गर्नेछन् र गर्नुपर्छ भन्ने मेरो भनाइ हो। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। हस् हस्, समय र जानकारीको लागि है त।